नमस्ते, म डाक्टर रितराज खड्का। म कान्तिपुर डेन्टल होम एन्ड इन्स्टिट्युटको म सिइओ। हाम्रो यो डेन्टलमा चाहिँ एकदम अत्याधुनिक प्रविधिहरू युज गरेर धेरै बिरामीहरूको उपचारहरू गर्दैछु। यसमा कस्मेटिक ट्रिटमेन्टदेखि लिएर हैन धेरै रोगहरूको पनि हुन्छ। हामी विशेष गरी मुखको क्यान्सरहरूको हामी स्क्रिनिङहरू गर्छौं। धेरै बिरामीहरूलाई हामीले पत्ता लगाएका छौं। क्यान्सरहरू भयो अनि अगाडिको दाँतहरू ग्याप भयो भने हामी खोल्न लगाइकन एडभान्स कम्पोजिट रेस्टोरेसन, यो चाहिँ एउटा धनगढीमा यो अहिले मैले गरिरहेको छु। यसको चाहिँ एडभान्स कम्पोजिट रेस्टोरेसन भनेको चाहिँ अगाडिको ग्याप बाङ्गाटिङ्गा दाँतहरूलाई चाहिँ तपाईको खोल लगाउनु पर्दैन। यसको लागि सिमेन्ट मात्र भरे पनि पुग्छ हैन। त्यो पनि एउटा राम्रो कुरा भयो। अरु सामान्य सबै कुराहरू त हुन्छ हाम्रो अस्पतालमा, तर विशेष गरी हामीले चाहिँ तार बान्नेदेखिहरू लिएर अनि एस्थेटिक मान्छेको सुन्दरतालाई कसरी हामीले चाहिँ राम्रोसँग बनाउने भन्ने कुरा चाहिँ हामीले एकदमै फोकस गर्छौं हैन। स्माइलिङ डिजाइनिङहरू हाम्रो सबै डिजिटल वर्कहरू चाहिँ हुन्छ। डिजिटल्ली नै हामीले सबै कुराहरू गर्दैछौं। दाँत निकाल्ने, आरसिटी गर्ने, दाँत तार बान्ने, दाँत नदुखाइकन निकाल्ने, यी सामान्य शल्यक्रियाहरू यी त सबै भइहाल्छ। तर हामीले चाहिँ अलि एडभान्समेन्टहरू, हामीसँग अहिले धेरैजना डाक्टरहरू पनि हुनुहुन्छ हैन। त्यसकारण अरु भन्दा हामी फरक छौं। कारण चाहिँ हामीले विभिन्न किसिमको अत्याधुनिक मेसिनहरू हामीले भित्राएका छौं र हामीले त्यसबाट चाहिँ बिरामीको उपचारहरू चाहिँ हामीले एकदमै राम्रोसँग गरिरहेको छौं। बिरामीहरू पनि एकदमै खुसी हुनुहुन्छ र उचित परामर्श सबैभन्दा ठूलो कुरा हो। परामर्श हामी एकदमै राम्रो दिन्छौं बिरामीहरूलाई। त्यसकारण तपाईहरुमा पनि त्यस्तो केही समस्याहरू छ, आफ्नो अनुहारको हैन हाँसोमा केही तपाईहरु परिवर्तन लिएर आउन चाहनुहुन्छ, राम्रो बन्न चाहनुहुन्छ भने एस्थेटिकको लागि हामीलाई सम्झिनु होला। अरु तार बान्ने, दाँत निकाल्ने, रुट क्यानल ट्रिटमेन्ट गर्ने हामीसँग सबै विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ। त्यसको लागि त राम्रो पनि भइहाल्यो।